म मौन भएर बसिरहेको थिएँ। तर तीव्र चाहनाहरू त्यति नै उनका यादहरू नसा नसामा रेस खेलिरहेको थियो। मानव उनी विश्व दौडको विजेता नै हुन्। म झसङ्ग झस्किएँ। झस्किँदा हात काप्नु कुनै नौलो कुरा त थिएन। अब मौन नि रहेन। बसेको ठाउँबाट उठेर अलि पर पुगेँ। उनले अन्तिम चिठी टेबलमा राखेको देखेँ। नजिक गए। चिठीमा उनको गन्ध आइरहेको थियो। उनले पहिलो चिठी अनि अन्तिम चिठी चिनोको रूपमा दिए चाहिँ लाग्यो। कस्तो अचम्मको हुन्छ यो माया पनि। जीवनभर साथ दिने, सँगै बाँच्ने, सँगै मर्ने कसम पलमै मासिने अनि आफूभन्दा ज्यादासँगसम्म अँगाल्न सकिने। मैले चिठीलाई हातमा लिएँ। उनलाई सम्झेर अँगाल्नु भन्दा बाहेक अरू केही पनि थिएन। यसो सोचे, जो तेरो आफ्नो हुन चाहेन उसको यादहरूलाई किन अँगालेर राखौँ, किन समेटेर राखौँ। तर दिमागको सोच्ने काम न हो। के सोच्न पुगेछु। अनि मनले जवाब दिँदै भन्यो, ए पागल, आफ्नाले पीडा दिनु भन्दा बाहेक अरू केही पनि दिँदैन। त ढुक्क हो। ऊ त तेरो आफ्नो थिए, जसले तँलाई यति धेरै पीडा दिएर अरू कङ्गालोमा बाँधियो। आँखाबाट आँसु खसाल्न चाहिँ भयो। तर मर्दको आँखामा होइन, मैले ओठमा पीडाको आँसु दिएँ। कस्तो अचम्मको हुन्छ यो आँसु पनि। दुःखमा नि आइदिन अनि सुखमा नि आइदिन। मैले चिठी हातमा लिएँ र आफ्नो ओछ्यानतिर लागेँ। अब आँधी हुरी तुफान सँगै चल्न थाल्यो दिमागमा। गइल्याएका उनका यादहरू थुपारिँदै गयो। म भित्र हराउँदै गयो, नाचिरह्यो।